आज ड्युटी सिद्धिएर हामी निक्लिँदै थियौँ। ती बाटा छेउमै मेन रोडमा यत्रो ठुलो अजगर तेर्सिरहेको रहेछ, नालाभित्र तेर्सिरहेको रहेछ। तर हाम्रो उहाँ जस्तो डन्ठा लिएर मार्दैनन्। यहाँ रेस्क्युअरलाई बोलाएको थियो, त्यो रेस्क्युअरले रेस्क्यु गर्यो, त्यो रेस्क्यु एकछिन हेऱ्यो। तपाईँहरूले पनि हेर्नुहोस् भिडियो। यो नालाभित्र देख्नु हुँदैछ नि, यहीँ तेर्सिरहेको छ, ऊ त्यहाँ तेर्सिरहेको छ। त्यो रेस्क्युअरले टर्च मारेर हेर्न खोज्दैछ मोबाइलको टर्चले। ओ देख्नु हुँदैछ नि तपाईँले, पुरै तेर्सिरहेको छ, यत्रो ठुलो छ। अब यसले कसरी निकाल्छ त्यही चाहिँ टेन्सनको कुरो भइरहेछ। त्यो साप समात्ने बिस्तारो यसले तान्दैछ, तानेर निकालो 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 निकालो। तर पुच्छरपट्टि समातेछ, मुतिदियो हातैमा, यसको मुतिदियो। ल कत्रो ठुलो छ, ल देख्नुभयो। यसरी रेस्क्यु गर्दा रहेछ। तर फेरि छोड्यो, फेरि छोड्यो। त्यो कम साह्रो हुँदो रहेछ नि हो। तर यसले टोकेको विष चाहिँ लाग्दैन अरे, तर टोको पनि घाउ चाहिँ हुन्छ। यसरी बाहिर मेन रोडमा निकालो, गाडीहरू पनि चलिरहेछ। तर यसो हेर्दा चाहिँ यो रेस्क्युअर त्यति पुरानो जस्तो लागेन, त्यति मजाले रेस्क्यु गर्न आउँदैन रहेछ। यसलाई खुट्टामा टोक्न खोज्दैछ। गाडीहरू गइरहेको छ। के गर्छ पनि, अझै पनि रिसाइरहेको छ, पुरा टोक्न खोजिरहेको छ। गोवामा चाहिँ यो राम्रो छ, मार्न दिँदैनन्। यसरी रेस्क्युअरलाई फोन गरेपछि रेस्क्युअर आउँछन्, आएर अनि पक्रेर लिएर गएर जङ्गलमा छोडिदिन्छन्। रेस्क्यु गर्न पनि त्यति सजिलो छैन। यो अलिक सिकारु रहेछ क्यारा, त्यही पनि अब निकालो। कसरी हान्दैछ। मेन रोड हो नि त, पुरा मेन रोड, गाडी चलिरहेछ। फिल्म यहाँ इपी चल्दैछ कि फिल्म फेस्टिभल, त्यसैले अहिले राति 11 बजे पछाडि पनि पुरै ट्राफिक छ। अब यतापट्टि यो साइडपट्टि लग्यो, साइडपट्टि लगेर एउटा झोला जस्तो छ, कालो झोला, त्यसमा यिनीहरूले अब हाल्न कोसिस गर्दैछन्। झोलामा पसो 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 है, अब पसो झोलामा पसो। पसेर अलिकति पसो भने त भित्र पसाइदिइहाल्छ। हो देख्नुभयो, यसरी पसेर पोको पारो। अब यसले